प्रेम गोकुलिका श्यामम रूपेण प्रतिमा बुधम सौम्य सौम्य गुणोपेतम तम बुधम प्रणमाम्यहम। संपूर्ण आनन्दत्व र सद्भाव सदैव जागृत हुँदै जाओस्। सूर्यादि नवग्रहले सम्पूर्ण जनमानसमा शान्तिको भावना जागृत गराएर कल्याण वर्षाउँदै जानुहुनेछ भन्ने अभिलाषा र उनै सूर्यादि नवग्रहका चरण कमलमा सत्ता नमन गर्दै ज्योतिष संचार टिभी अन्तर्गत दैनिक राशिफलको प्रकाशमा बस्नुभएका तमाम आदरणीय दर्शक महानुभावमा हार्दिक स्वागत तथा न्यानो अभिवादन गर्न चाहन्छु। दर्शक महानुभाव, सदा चाहिँ आज पनि दैनिक राशिफल लिएर यहाँकै छोटा कोठा आँगन पिँढी अनि यहाँकै घर आँगनमा बिहानको मिरमिरेसँगै आजको दिन यहाँको के कसरी अगाडि बढ्दैछ भन्ने जिज्ञासा मेटाउनका साथ उपस्थित भइसकेको छु। आउनुहोस् कार्यक्रम शुभारम्भ गरौँ आजको पञ्चाङ्गबाट। आज 2082 साल पौष 16 गते बुधबार, तदनुसार 31 डिसेम्बर 2025, द्वादशी तिथि 40 घडी 12 पला उपरान्त त्रयोदशी तिथि प्रारम्भ हुनेछ। कृतिका नक्षत्र 41 घडी 15 पला उपरान्त रोहिणी नक्षत्र प्रारम्भ हुनेछ। साध्ययुग वायुवाकरण आज बिहान सूर्योदय 6 बजेर 56 मिनटमा भयो भने सूर्यास्त साँझ 5 बजेर 18 मिनटमा हुनेछ। आज बुधबार, चन्द्रमा वृष राशिमा। दर्शक महानुभाव, यो त भयो आजको पञ्चाङ्ग। अब लागौँ आजको दिन यहाँको के कसरी अगाडि बढ्दैछ सम्पूर्ण जानकारी आजको राशिफलबाट। मेष राशि। अनावश्यक रूपमा चिन्ता बढेर जानेछ। सानो कुरामा पनि परिवारमा वाद विवाद बढेर नजाला भन्न सकिँदैन। खर्चको मात्रा बढेर जानेछ। सञ्चित धनको नाश हुनुका साथसाथै विद्यामा समेत बाधा आउनाले मनमा चिन्ता बढेर जाने देखिन्छ। सजगताका साथ अगाडि बढ्नुहोला। वृष राशि। अध्ययन अध्यापनमा सफलता पाइने योग छ। धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। बोलीमा आएको परिवर्तनले सबैको प्यारो बनिनेछ। आजको दिन नयाँ कार्यको थालनी हुनुका साथसाथै लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ। भोज भतेरमा सामेल हुने अवसर जुट्नेछ। मिथुन राशि। पैतृक सम्पत्तिको विषयलाई लिएर दाजुभाइमा अनावश्यक रूपमा वाद विवाद बढेर जानेछ। सवारी साधन खरिद गरिने सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। आजको दिनमा बोलीमा आएको कठोरताले हातमा परेको धन समेत उम्कन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। स्वास्थ्यमा उतार चढाव नआउला भन्न सकिँदैन। सजगताका साथ अगाडि बढ्नुहोला। कर्कट राशि। बोलीको प्रभाव बढेर जानेछ। जग्गा जमिन सम्बन्धी कामबाट मनोज्ञ लाभ लिन सकिने योग छ। लामो समयदेखि चल्दै आएको विवादको अन्त भएर जानेछ। बोलीमा मिठास छाउनेछ। आजको दिनमा नयाँ कार्यको थालनी हुनाले मनमा उत्साह उमङ्ग बढेर जाने देखिन्छ। सिंह राशि। लामो दूरीको यात्राको अवसर जुट्ने देखिन्छ। नयाँ कार्यको थालनी हुने योग छ। आजको दिनमा मिष्टान्न भोजनको अवसर मिल्ने नै छ। लेखन शैलीमा तीव्रता आउने देखिन्छ। प्रेमी प्रेमिका बीच माधुर्यता छाउनेछ। पुराना साथीभाइसँग भेटघाट हुनाले रमाइलोमा समय व्यतीत भएर जानेछ। कन्या राशि। अनावश्यक रूपमा खर्चको मात्रा बढेर जानेछ। थोरै कुरामा पनि परिवारमा कलह बढेर नजाला भन्न सकिँदैन। आर्थिक लेनदेनमा वाद विवादको सामना गर्नुपर्ने देखिन्छ। साझेदारी काममा वाद विवाद हुनाले मानसिक तनाव बढेर नजाला भन्न सकिँदैन। धनमाल समेत हराउन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। तुला राशि। आयमा वृद्धि भएर जानेछ। नयाँ साथीको आगमनले
काममा थप हौसला बढेर जानुका साथसाथै थप लगानी समेत बढाइने योग छ। पठन पाठनमा सफलता प्राप्त हुने देखिन्छ। बोलीमा माधुर्यता छाउनेछ। आजको दिनमा भोज भतेरमा समेत सामेल हुने अवसर जुट्नाले मनमा खुसी छाउनेछ। वृश्चिक राशि आकस्मिक रूपमा फसेको धन उठ्न सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। धर्म कर्मतर्फ मन जाने देखिन्छ। श्रीमान श्रीमती बीच माधुर्यता छाउनेछ। आजको दिनमा बोलीमा आएको मिठासले सबैको प्यारो बनिनेछ। प्रेम गर्ने अवसर जुट्नेछ। धनु राशि चोट पटकको सम्भावना बढेर गएकोले सवारी साधनबाट जोगिनु पर्ने देखिन्छ। बोलीमा आएको कठोरताले हातमा परेको धन समेत उम्कन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। परिवारमा असामञ्जस्य वाद विवाद बढेर जानेछ। आजको दिन धनमाल समेत हराउन सक्ने सम्भावना बढेर गएकोले सजगताका साथ अगाडि बढ्नुहोला। मकर राशि पारिवारिक सरसहीले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ। प्रेमी प्रेमिका बीच माधुर्यता छाउनेछ। लामो समयदेखि रोकिएका पुराना कामहरू पुनः शुभारम्भ हुनुका साथसाथै लेखन शैलीमा समेत तीव्रता आउनाले मनमा उत्साह उमङ्ग बढेर जाने देखिन्छ। कुम्भ राशि धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। लामो समयदेखि चल्दै आएको विवादको अन्त भएर जानेछ। कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन्। पैतृक सम्पत्तिमा वृद्धि भएर जानुका साथसाथै मान सम्मानमा समेत वृद्धि भएर जानेछ। नयाँ कार्यको थालनी हुने देखिन्छ। मीन राशि आर्जनमा वृद्धि भएर जानेछ। रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ। जग्गा जमिन सम्बन्धी कामबाट राम्रै आम्दानी हुनुका साथसाथै खोज भतेरमा समेत सामेल हुने अवसर जुट्नाले मनमा उत्साह उमङ्ग बढेर नजाला बन्न सकिँदैन। हस्त दर्शक महानुभावहरू यो भयो तपाईहरूको आजको राशिफल। राशि एउटा मार्ग निर्देशक मात्रै हो। मार्ग निर्देशकले दिएको मार्ग निर्देशकतालाई अवलम्बन गर्दै अगाडि बढ्नुभयो भने पक्कै पनि सफलतामा पुग्न सक्नुहुनेछ। हस्त यिनै जानकारीका साथसाथै हेरेर र सुनेर साथ दिनुभयो सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै म कार्यक्रम प्रस्तुता ज्योतिष पण्डित प्रमोद भट्टराई पनि आजको यो कार्यक्रमबाट बिदा हुन्छु। यहाँको हल पर हल समय शुभ रहोस्। हस्त नमस्कार, शुभ प्रभात।